तपाईँ बिहान उठ्नेबित्तिकै पानी पिउनुहुन्छ? यदि पिउनुहुन्छ भने तपाईँले सायद कल्पना पनि गर्नुभएको छैन कि एक ग्लास पानीले तपाईँको शरीरभित्र कति ठुलो प्रक्रिया सुरु गर्छ। बिहान उठ्न साथ हाम्रो शरीर आरामको अवस्थाबाट सक्रिय अवस्थातर्फ जान तयार भइरहेको हुन्छ। तपाईँले पहिलो घोटको पानी लिने बित्तिकै मुख र घाँटीमा रहेका संवेदनशील रिसेप्टरहरू सक्रिय हुन्छन्। यसले निल्ने प्रक्रियालाई सुरु गराउँछ र पानी पेटतर्फ पुग्छ। बिहानको समयमा पेट खाली हुने भएकाले पानी धेरै समय त्यहाँ बस्दैन। केही मिनेटमै पानी सानो आन्द्रातर्फ पुग्छ, जहाँबाट यसको अवशोषण सुरु हुन्छ। त्यसपछि त्यो पानी रक्तनलीमा प्रवेश गर्छ र रगतसँग मिसिन्छ। यसले रगतको मात्रा सन्तुलित राख्न र पुरा शरीरभर रक्त सञ्चार बनाउन मद्दत गर्छ। फेरि यही पानी मस्तिष्कसम्म पुगेर मस्तिष्कका कोषहरूलाई आवश्यक तरलता दिन्छ। त्यसैले बिहान पानी पिएपछि धेरै मानिसले आफूलाई बढी सचेत, ताजा र ऊर्जावान महसुस गर्छन्। त्यस्तै गरी त्यो पानी मृगौलासम्म पनि पुग्छ। मृगौलाले शरीरमा कति पानी राख्ने र कति बाहिर निकाल्ने भन्ने निर्णय गर्न थाल्छ। यसरी शरीरको तरल सन्तुलन व्यवस्थापन हुने प्रक्रिया सुरु हुन्छ। त्यति मात्र होइन, पानी शरीरका अरबौँ कोषहरूमा पुगेर उनीहरूको संरचना, कार्यक्षमता र पोषणको आदान प्रदानलाई पनि सहयोग पुर्याउँछ। यसैले बिहान उठ्ने बित्तिकै पानी पिउनु केवल तिर्खा मेटाउने बानी मात्र होइन, त्यो दिनभरको लागि शरीरलाई सक्रिय बनाउने एउटा सरल र वैज्ञानिक रूपमा महत्त्वपूर्ण कार्य पनि हो। भोलिदेखि बिहान एक ग्लास पानी पिउन नबिर्सिनुहोस्, किनकि अत्यन्तै सरल उपायहरू पनि हाम्रो स्वास्थ्यको लागि प्रभावकारी बन्न सक्छ।